नमस्कार दर्शकवृन्द, यतिखेर म मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नम्बर 9 मा आएको छु र केही दिन अगाडि मैले एउटा चाहिँ बाचा गरेको थिएँ। त्यो बाचा चाहिँ पुरा गर्नको लागि अहिले म वडा नम्बर 9 मा आएको छु। हाम्रो मुछी आमा हुनुहुन्छ, म उहाँको घर आएको छु। साँच्चै दसैँ चाहिँ लागिरहेको छ आम नेपालीहरूको घरमा, तर सबैको घरमा दसैँमा खुसी नै हुँदैन। यहाँ देख्न सक्छौँ यो घरमा यी आमा हुनुहुन्छ, एक्लै हुनुहुन्छ र आमा खुसी हुनुहुन्न। किन भन्दाखेरि चाहिँ उहाँको घरमा अहिले अन्धकार छ र खाने त्यसै गरी बस्ने व्यवस्थापन पनि राम्रो नभएको चाहिँ मैले जानकारी पाएको छु। र उहाँलाई चाहिँ केही सहयोग होस् भन्ने हिसाबले चाहिँ अलिकति मैले आफ्नो व्यक्तिगत तर्फबाट चाहिँ केही खाद्यान्न सामग्री लगायतको चाहिँ केही सामानहरू लिएर आएको छु। र म विशेष गरेर उहाँको विषयमा मैले हाम्रो सुशीला दिदी, त्यसै गरी खड्ग वेदना हुनुहुन्छ पत्रकार, उहाँ मार्फत चाहिँ मैले जानकारी पाएको थिएँ र म दुवैजनालाई धन्यवाद पनि दिन चाहन्छु। र यो थोरै सामान रहेको छ, मैले जति सकेँ होइन। यो आमा यो राख्नुले एउटा साडी पनि रहेको छ तपाईँलाई है, यो लाउनु होला। यो चामल छ, तेल नुन छ है, अलिकति छ। अरू के छ समस्या तपाईँलाई, लु भन्नु त आमा। समस्या त अब नानी मलाई यहाँ बरन्डामा हजुर पानी चुइन्छ नानी, हेर्नु नानी चिसो भएर हजुर त्यो छाउने गर्ने नानी पेपर कतिवटा छ मेरो नाति। यो छाना चुइन्छ है। उता त टिम दिएको छ नगरपालिकाले, यता त दिएको छैन। हजुर यो नानी तिनवटा चारवटा छ पेपर। अब पेपर पनि नानी 400 लाग्छ, 1 किलोको 300 लाग्छ 1 किलोको। हजुर अनि लाएर गएको नानी र पनि चुइन्छ। हजुर अनि हिलो हुन्छ मेरो नातिमा, घरमा त्यो समस्या। अनि एकदमै यो घारीमा हुनुहुन्छ, एक्लै बस्नुहुन्छ यहाँ? अनि के गर्नु नानी, कति वर्ष लाग्नुभयो तपाईँ? 4 भाइ छोरा थियो, 2 भाइ त गयो भाग हजुर आमा छोडेर। ए अब 2टा छ, एउटा उही बेलबारी हो पनि दुःखी छ नानी, कोही छैन नानी, देशी विदेशी कुनै छोरा छैन। अब यस्तै छ दुःखी आमा नि दुःखी छ, छोराहरू कहाँ हुन्छ सम्पत्तिवाला। त्यही त, जस्तै तपाईँ अरू बेला के काम गर्नुहुन्छ, कसरी चाहिँ? अरू बेला नानी जन बनी खट्दै थियो त मेरो नाति, अब त सकिन त। हजुर तपाईँ पनि खट्नुहुन्छ? अब अहिले त बोलाउँदैन कसैले। त्यही त, सक्नु पनि हुन्न नि त है। अब सक्दैन नानी, जुट यतिकै कामिरहन्छ। अहिले बोल्दैछु नाति काम्दैछ। ए शरीर पनि कमजोरी छ शरीरमा? अँ अनि जस्तै तपाईँलाई नगरपालिकाहरूबाट पनि भत्ताहरू अलिअलि आउँथ्यो? भत्ता त आउँछ नानी।